हेलो दोस्तों, अस्सलाम वालेकुम। आजको बिहानको मिनी ब्लगमा सबैको वेलकम छ है। हेर्नु अब कस्तो दामी रहेछ। बिहान 6:30 बजेको पुरै हल्का हल्का पानी पर्दैछ, बिस्तारै बिस्तारै पानी पर्दैछ अनि पुरै सुनसान रहेछ। 6-7 बजे 8 बजेदेखि मान्छे अलि एक दुई तीनजना हिँड्छ। अहिले कम्पनी खुलेको छैन, त्यही भएर यस्तो जङ्गल झाडी छ। लाइट लागेको छ बाटो बिच बिचमा, पोल छ लाइटको, त्यही भएर दामी छ। हेर पुरै पानी हल्का हल्का पर्दैछ। अब काम गर्ने ठाउँमा पनि पुग्नु लागेको छ। यता पनि बाटो छ, यो पर पनि काम हुँदैछ तर लाइट उठ्किएको छैन। दिउँसोतिर हावा खुलेपछि अब जनवरी फरवरीतिर राम्रोसँग कम्पनी खुलेपछि अलि ओहोरदोहोर हुन्छ मान्छेको। न त अहिले त त्यही हेर्नु कोही छैन, पुरै के भन्छ पुरै खाली रहेछ। यस्तै यहाँ ठक्कै लाग्यो आफ्नो काम गर्ने ठाउँतिर, हाइवे छोडिदियो अनि त्यहाँ साइडतिर लाइट उठ्किएको छैन। तर ठिकै छ, राम्रै हो, अहिलेसम्म केही यताउति छैन, सब ठिक छ। ल आजको लागि यति। हेर्नु न कति दामी छ। जब मान्छे सबै खुलेपछि कम्पनी सबै नयाँ नयाँ बन्दैछ, सबै खुलेपछि त फेरि रमाइलो हुने ठाउँ छ, बोट बिरुवा छ, सबै छ। ल त आजको लागि यतै छ, बाई बाई।